हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला भन्ने आशा गर्दछु। आज चाहिँ म तपाईँहरू समक्ष एउटा कमेडी भिडियोको रिएक्सन भिडियो लिएर उपस्थित भइसकेको छु। जुन भिडियो बनाउनु भएको छ टिम तिर्पल फोले। उहाँहरूले चाहिँ एउटा नेपाली फिल्म अग्निज्वालालाई चाहिँ उहाँहरूले कमेडी भर्सनमा चाहिँ परिवर्तन गर्नुभएको रहेछ। ढिला नगरिकन हेरिदिउँ कमेडी भिडियो नै। ओइ के हो यार, एउटा लौरोमा के आगो बालेको? कोही आगो बालेर लिएर आइरहेको छ लौरोमा, किन हो त? घरमा हान्न लाग्यो हेर्ले। बाबु ओइ को हो तिमी? यो के गर्दैछौ? मुर्खाटौ स्कुल पढ्न लाको तेरा आँखाका के गेडी फुटिया छन्? स्कुल भने मेरो घर तिर आउँदैछस् त? सरस्वती माध्यमिक विद्यालय होइन र? तेरो बाजेउ खप्पर स्कुलमा सरस्वती माध्यमिक आगो लाउन आएको रहेछ भन्ने मान्छे घरमा हान्दैछ त। छन्। ए त्यहाँ पो हो को छोराले मलाई यहाँ भन्दै थियो, अब त्यही जानु पर्यो। फरक के हो, लौरोमा त मट्तेलमा लौरो हालेर कि लौरोमा मट्तेल हाल्न आगो बाले है क्या यार? कस्तो मूर्ख मान्छे रहेछ यार। के हो भाइले त यार लौरोमा आगो बाल्न स्कुलमा हान्न खोजेको, अर्को भाइ आएर त पुरै भाइ भनौँ कि अब हिरो भनौँ होइन, अर्को हिरो आएर त यत्रो डिलबाट सुइँ अठ्यायो त यार लौरोलाई त यार। लौरोमा आगो, आगोमा लौरो भने जस्तै भइगयो त्यो त। ए साले को भुसिया कुकुर हुनुहुन्छ तपाईँ? को भुसिया कुकुर भाइले डाइलग खतरा दिइहाल्छ। साले मेरी आमा नाम लिनुहुन्छ तपाईँ? आँट टुक्ने नै। आमा भने साले तेरी आमा नाम कहिले बेला लगे मैले? साले मेरी आमाको खिचाउने ना? मेरो आमाको नाम लिनुहुन्छ तपाईँले है? हुन पनि हो, आमाको नाम लिएपछि जसलाई पनि छुटिहाल्छ नि होइन? त्यसलाई पनि खतरा रिस उठ्यो। सोही खेल सुई भन्नुहुन्छ तपाईँले? तपाईँ चाहिँ दिइरहेछ है भाइले। साले गाउँले साले गाउँको नाम लिएर भाइ यार कहाँ यार, स्कुल जाने उमेरमा स्कुललाई नै आगो लाउन लाग्यो त यार। त्यसो नगर न हो, पढ्नु पर्छ यार। नत्र पाए मैले यही गार्दिन्थे, बुझिस् नि? साले गयाल होइन भने साले गाउँले आएर तँलाई बस्न बनाइछन् बस्न। साले गाउँको नाम लिएर मात्रै बाँचिस्, नत्र तँलाई मैले यही चुक्दै गार्दिन्थे। यसो हेर्दा यार भाइलाई नै उसले गाड्ला जस्तो छ, भाइले नै जिम्दै गाडिदिन्छु भन्नु पो गइदियो यार। भाइ त पुरै रिसाएर यार। ओइ के हो यार, यस्तै सुतिरहेको त यार। ओइ के हो यो? की जंगे जेलमा की जंगे रेलमा। भाइहरूले यार पुरै कपाललाई होइन यस्तो बनाएर होइन यस्तो बनाएर पुरैसँगले हालेर रहेछ यार। के हो यस्तो? जलाले त अहिलेसम्म स्कुललाई जलाएर खाडी बनाइसक्यो होला। यो त यार फिल्मकै बेइज्जत हो यार। यस्तो नगरेको भने हुने नि। कपाल हेर न, पुरै सेतै छ त। त्यो स्कुललाई भस्म बनाइसक्यो होला। ए यो चाहिँ यो सेतो कपाल लाउने चाहिँ बोस रहेछ होइन, अनि उसलाई चाहिँ आगो लाउन पठाएको रहेछ नि त। अब त्यो खरानी भएको स्कुललाई हामीले दामीसँग प्लोटिङ गरेर एउटा स्वाद लाग्दो एकदम महँगो खालको रुन्डी खाना खोल्नुपर्छ। अनि स्कुललाई चाहिँ मासेर अनि डट खाना चाहिँ के चल्छ र? गलतको पनि महागलत हुन जान्छ यार। यस्तो गर्नुहुन्न यार। एउटा पवित्र विद्यालयलाई विद्यालय नै रहन दिएको राम्रो हुन्छ है। यसले अलिकति गलत सन्देश चाहिँ नजाओस्। स्कुल जाने उमेरमा कहाँ भिडियो खेल्न बसेको भाइ यार। वाह भन्छ वाह, म तिम्रो कामदेखि निकै प्रसन्न भएको छु। भन तिमी के खान्छौ? छोला सुप खान्छौ कि जुलबी खान्छौ कि पुरै जङ्गे त रसगुल्ला खान्छौ? सरी मामा, मैले आफ्नो काम पुरा गर्न सकिनँ, त्यसैले म अब केही पनि खाँदैन। भाइ त तिमीले यो के भन्दैछौ? तिमीलाई अलिकति पनि थाहा छ? हो मामा, आगे म जे चप्पै भन्दैछु समात्छ नि नि। एकदम सही भन्दैछु मामा।
मैले वहाँ गएर स्कुलको अगाडिबाट आगो फाल्ने कराउमा को चाहिँ आएर आगो च्याप्प समात्यो अनि मैले कुट्ने कराउमा गाउँल्यौ गाउँल्यौ बचाऊ बचाऊ भन्यो मैले त त्यति बेला छोडेर आएँ के रे मेरो भान्जा भइसकेपछि तिमी एउटा जातकको एउटा जाइनको भेइ बनेर त्यो स्कुल नचलाएर आयो यसको मतलब यो साबित भयो कि यसमा चाहिँ अलिकति शब्द चयनमा चाहिँ अलिकति गलत नै छ है शब्द चयन चाहिँ अलिकति राम्रोसँग भएको छैन जस्तो देखिन्छ होइन पहिले गएर त्यो स्कुललाई एक्लै जस्तै अब त्यहाँ डट डट खाना खोल्नु पर्छ जस्तै डट डट हौ भन्ने कुरा चाहिँ अलिकति एउटा वर्गलाई अलिकति इफेक्ट यो पर्न भान्जा जान्छ अझै होइन पनि जस्तो लाग्छ मलाई चाहिँ मानेको छैन किनकि म अरूहरू पनि त्यस्तै। जङ्गेको भान्जा हो भान्जा म त्यहाँ गएर आगो लगाउँछु तर आगो लगाउनुभन्दा पहिला त्यो जाइलाई तहस नहस गरेर आउँछु आज होइन अहिले नै गएर आउँछु तपाईँ बस्दै गर्नुहोस् केटा त गयो त फेरि यार स्कुलमा आगो लाउन यार जग्यो केटा हो यसरी कोही मान्छेलाई आफ्नो कब्जामा ल्याउनु पर्छ र दारी चाहिँ उम्काएर जो काम नक्कली गर्न कपाल चाहिँ खतरा लागेको छ सजिलो हुन्छ बुझ्यौ तिमीहरूले जाऊ मेरो दिमाग गरम भइसकेको छ मलाई अहिले रुसलान भोड्का ल्याएर आउँछ। जा ओइ भोड्का खाइदिने यार ओइ कि जग्गे कपाल के जेलमा। यस्तो यो कि जग्गे के हालेको यो ओइ केटा त के लिएर गयो यार केटो के लिएर गयो ओइ घरभित्र छिरो त यो त यार चोर्न छिरेको क्या यार यो भाइ त ओइ सुतिरहेछ त खान लाग्यो क्या चक्कुले ओइ के हो यो चक्कु कि पेन्सिल ओइ केले हाने रहेछ चक्कुले ला मलाई थाहा थियो तैँले यस्तै काग भन्दा त्यही भएर म अघिबाट किन भन्नु कोइलीबाट ल दियो ल खायो भाइले मजाले खायो मजाले खायो भन्दा अलङ्कार बुझ्ने रहेछ है सुतेको नाटक जस्तो बनाएर एउटा सो बनाएर होइन आफू चाहिँ उता लुकेर बसेर रहेछ आएर चक्कु ख्वाप्पै हान्दा त मान्छेलाई होइन सिरकलाई नै पुवाल परोस् ल यार यति राम्रो छ है राम्रो छ है के हो यो फोटोमा त के हो तेरी आमा उनी मेरी आमा हुन् यिनीहरू त दाजुभाइ हो क्या हो यी तेरी आमा होइनन् यी त यिनी मेरी आमा हो ओइ यिनी मेरा बा हुन् ए भनेपछि यी तेरी आमा यी तेरा बा अनि यो मौलास, अनि यो मौला होइन यो हुन सक्दैन त झुट बोल्दैछस् यो कदापि हुन सक्दैन बुझिस् कि यिनी मेरी आमा हुन् यिनी मेरा बा हुन् यो मौ तर यो एडिट गरेर हालेको छ पो यो चोरेको छोरो यी मेरा बा यी मेरी आमा अनि यो चाहिँ म यो चाहिँ यज्ञनाको भिखारी आएको भिख माग्न भिखारी भिखारी चाहिँ आएको रहेछ त त्यसो भए। साले, मलाई भिखारी भन्छस् ओइ अर्को आइपुग्यो फेरि के हो यार रै अर्को आइपुग्यो त आमा र टोटो पिलाएर। बुझिस् तिमीहरूले मेरी आमाको जग्गा कब्जा गरेर स्कुल निर्माण गरेका छौ त्यसैको बदला नै आएको मैले तसँग बुझिस् नि ज्वाला हुँ म ज्वाला भाइ यार स्याल जस्तो छ ज्वाला हुँ ज्वाला दिइरहेछ त यार ज्वाला गरे बाबु त्यसो भए तिमी दुई दाजुभाइ हौ आगोको ज्वाला एनिवे होइन धेरै झुट बोल्ने काम नगर बुझिस् नि मेरा बा यही आमा हात्ती कहिले सिए 20 वर्षसम्म सँगै सुत्या नि नि ढेलसिङ गामी हामी मायालाई ढिले भन्दा थियौँ अनि नि सुतेनी गामी भाइको एक्टिङ चाहिँ राम्रो छ है भविष्यमा एकदम खतरा कलाकार हुन्छ है ल मैले त अहिलेसम्म ज्वाला उपाधि नै ओइ, पाउँथेँ त हो बाबु हो आजभन्दा 20 वर्ष अगाडिको कुरा हो त्यो जङ्गे बाहुन काठ हो मोदीले आफ्नो छोरीको विवाह तिम्रो बुवा ढेलसिङ कामीसँग गराइदियो किनभने तिम्रो बुवासँग अथाह सम्पत्ति थियो त्यो सम्पत्ति खानलाई उसले हाम्रो छोरीको विवाह तिम्रो बाबासँग गराइदियो तर तिम्रो आमा सम्पत्ति खानलाई छोरीको बिहे तिम्रो बाबुसँग गर्दै भन्ने खाँदैले त यार उसले उसलाई झोक चल्यो र उसले तिम्रो बाबाको कानमा जाली फुट्ने गरी हान्यो र तिम्रो आमालाई प्यारालाइसिस हुने गरी पनि हान्यो
त्यसपछि तिमीलाई तिमीले आमालाई र तिम्रा बाबालाई लगेको कहाँ भाग्यो त्यसै त कुट्न नहुने हो नि त यार प्यारालाइज नै हुने गरी होइन मैले पाले र धेरै वर्षपछि तिमी दुईजनाको भेट भएको छ बाबु कुरो त्यस्तो भयो लास्टमा त दाजुभाइ पो रहन्छ हौ हाम्रो मामा पर्दो रहेछ साले त्यसले हामीलाई त भान्जा कोखाइ भन्दथ्यो तँ झुङ्गे अब बच्दैन झुङ्गे तँलाई अब म बाँकी राख्दैन अग्नि ज्वाला यो राम्रो है दारी चाहिँ खतरा हालेर चाहिँ मान्छेले दाइ र कपाल चाहिँ आज मेरो भान्जाले आफ्नै दाइलाई मारेर मलाई एकदम शीघ्र महसुस गराइरहेका छन् अब बाँकी बचेको सम्पत्ति पनि यो के हो यार जङ्गेका साथीहरू त पुरै केटाकेटीहरू छन् त यार केही जङ्गे जेलमा केही जङ्गे रेलमा एउटालाई मार्छु भनेर गएको थियो त्यसलाई नमारिकन अब जङ्गेलाई नै मार्न लाग्यो क्या यार मामालाई नै स्वागतम मेरो भान्जा स्वागतम तिमी यता आऊ र आएर ताता रसगुल्ला खाऊ रसगुल्ला तेरो ढेला पाल भित्र हाल कता डाइलेक्ट दियो त भाइले के हो भान्जा तिमी त अब एउटा त्यो कुकुर जस्तो देखिने ज्वालालाई मार्यो भन्दैमा इस मार्छ मेरो नाम लाग्ने ए जुङ्गे तेरो मात्रै नाम होइन तेरा साका सन्तानको नाम लिन्छु मैले तेरा बाबा नाम टोपेन्द्र तेरी आमाको नाम गायत्री तेरो हजुरबाको नाम खड्कबहादुर तेरी हजुरआमाको नाम यो भाइ त सागा सन्तानको नाम नै कण्ठ गरेर आइसकेको छ यार बस भान्जा बस बुढो भान्जाको नाम मलाई पनि थाहा छैन आज तिमीले मामाको नाम लिने भनेपछि तिमीलाई पक्कै पनि बौला कुकुरले टोके आउनुपर्छ मामा भान्जा गएर ऱ्याबिजको सुई त म लाउँछु ल अर्को दाइ आइपुग्यो त्यसको भाइको म पनि जिउँदै है भान्जा कता तिमीहरू दुईजना रहेछ बौला कुकुरले टोकेन बौला कुकुरले त्यसैले त आज हामीलाई यो हालतमा पुर्याइस् अनि जगे हामीलाई थाहा भइसकेको छ कि हामी दुई भाइ दाजुभाइ हो भनेर अग्नि कामी र ज्वाला कामीले ल है त अब मामालाई के गर्छन् हेरौँ अहिले चाहिँ म कन्फर्म भए भन्छ कन्फर्म भएछ बल्ल ऱ्याबिज भइसकेको छ र तिमीलाई बौला कुकुरले टोकेको भनेर तिमीलाई पानीदेखि डर लाग्छ कि लाग्दैन हामीलाई पानीदेखि मात्र होइन मृत्युदेखि पनि डर लाग्दैन सही हो मृत्युदेखि पनि डर लाग्दैन सही हो कता छन् बोल तिमीहरूलाई तिमीहरूकी आमा अर्थात् मेरी बहिनी चाहियो तेरी आमालाई त मैले भर्खरै ताना उठिकन ढुङ्गाले आँखी भुमा हानेर मारे किन ढुङ्गाले हानेर मारेको यार तेरो बाबा मेरो खल्तीमा छ खल्तीमा बुझिस् कि मलाई केही टेन्सन छैन किन भन्दाखेरि जङ्गेको गोली चाहिँ खतरा छ है मेरो नाउँमा छ स्वर चाहिँ एकदम खतरा छ है मान्छेको मलाई एकदम सही लाग्छ झाटको बाल पनि हल्लाउन सक्दैन ल ठोक 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 ल यार मामालाई त धुस्नु कुटे त यार जङ्गेलाई त खोइ के हो जङ्गेका साथीहरू त पुरै बच्चा त्यही पनि मामालाई कुट्दा पनि भाग्दिरा ल यार जङ्गेको साथीहरू ए मार्न त हुँदैन है गयो स्वर चाहिँ खतरा छ क्या एकदमै ब्लेनको जस्तो स्वर छ होइन यो पनि एकदम राम्रो छ एक्टिङ पनि राम्रो छ ल मामालाई मार्दै यार दाजुभाइले ल कहाँ बा आकाशमा हुन्छ न गाउँतिर घरतिर गएर खोज न यार पातमा बसिहाल्छ कि बस्छन् पातमा बस्या झन्किरहेको एकदमै खतरा छ है एक्टिङ एकदमै खतरा छ बवाल छ होइन बवाल छ सुधार्नु पर्ने कुराहरू अलिअलि देखिन्छ भए पनि यतिको भिडियोलाई नराम्रो भन्न सकिन्न यतिको एक्टिङलाई नराम्रो भन्न सकिन्न होइन ठाउँ अनुसार समय अनुसार परिवेश अनुसार एकदमै खतरा छ होइन खतरा छ
आगामी दिनमा पनि यस्तै कमेडी भिडियोहरू बनाउँदै जानु होला। रियाक्सन गर्नलाई, भिडियो हेर्नलाई म एकदमै आतुर छु होइन। टिम तिर्पलफोला म एउटा कुरा के भन्न चाहन्छु भने यो भिडियोको रियाक्सन भिडियो बनाउँदाखेरि तपाईँहरूलाई ओरिजिनल कन्टेन्टलाई केही अप्ठ्यारो पर्छ, बाधा पर्छ भनेदेखि कृपया तल दिएको WhatsApp नम्बरमा अथवा इमेलमा चाहिँ एउटा मेल छोड्न नबिर्सिनु होला होइन। एकदमै खतरा छ। बेस्ट अफ लक भन्दै अहिलेलाई चाहिँ म खोटाङ अल्सी मिडियाबाट सुमन खड्का बिदा हुन्छु। नमस्ते सबैको जय होस्। फेरि अर्को भिडियोमा भेट्ने बाचाका साथ बाई बाई।